यिनीहरू नि हो ड्राइभर मात्रै पठाउँदैन म चाहिँ हिँड्नु सक्दैन त्यसै गरी गाडी बस्यो भने ए बस्नु दिँदैन रहेछ न त बस्नु दिँदैन रहेछ भाइ तपाईँ पुलबाट हिँडेर जानुहोस् है भन्दै म सक्दैन त्यस कारण बसेको गाडी अर्को हाम्रो साथीहरू सबै गइसक्यो म नसक्यो भने गाडी बसेर यता उसले हेर्दो रहेछ नि त नगरपालिकाको पुलिसले हेर्दो रहेछ ए पुलिसले हेर्ने अहिले 3टा मात्रै रहेछ नि फोर व्हिल राख्नु न आउँछ अब पर्दैन अब होइन फोर व्हिल राखेपछि गइहाल्छु नि पहिलोचोटि क्लोज चाहिँ क्रुन्डी गनाउँदो रहेछ त्यहाँ मैले त्यो फोर व्हिल लाइस मात्र गएँ नत्र गएन चारवटा गाडी रहेछ यो नगरपालिकाले हेर्ने रहेछ क्या रहेछ नगरपालिकाले हेर्ने रहेछ दिङला भोजपुर कोशी प्रदेश पैसा लिँदो रहेछ 100 रुपियाँ लिन्छ नि सिधै कसले तर्दिन्छ यहाँ त्यो पनि हो सरानन्द नगरपालिका रहेछ नि त सरानन्द माथि पनि त्यही थियो होइन हो दिङला पनि यही नगरपालिका यही नगरपालिका दिङलाकै नगरपालिका रहेछ नगरपालिका हुनुले जनसङ्ख्या पुग्नुपर्छ त्यही यो तारले पो तान्दो रहेछ त्यो त तार रहेछ माथि तारले तान्ने रहेछ तारले अब तान्यो अब सुरु भयो त्यो तारले पो तान्दो रहेछ त्यही त त्यहाँ मेसिन होला होइन सर मेसिन होला अनि मेसिनले
सानो दाजु घुम्दो रहेछ है दिनुपर्छ कसैलाई बाख्रा खोर पुऱ्यायो भने मासला कुदेर त्यसरी हुँदैन कुदेर फुटी पानी हाल्छ के भन्नु त अघि खाएको अन्डा निकाल्दै यहाँ सबभन्दा हेर्छन् चाहिँ को छ मै जस्तो पो लाग्छ त्यो यसै हेर्दा भनेर कसैले भन्यो भने बाल्टी त उठेको छ होला त अलिक भन्नुपर्छ नि बुढा हो 9 बजे पुग्यो माथि चाहिँ जाडो भयो यहाँ चाहिँ पुग्यो यहाँ भनेको ठिकै हो यहाँ भएर यता चाहिँ कहिले जानु भएको तपाईँ कहिले कि उँभोबाट आउनु होइन उँभोबाट आएको भोजपुरदेखि आएको आज त बन्द छ अरे त उनको धरानतिर धरानतिर पुग्ने होइन हामी उसा पुग्छौँ चैनपुर चैनपुर त बन्द छैन होला नि यो त फलामको पो रहेछ सर है फलामको पो रहेछ यो त फलामको तल खाली ट्याङ्की हो भने अरू के हुन्छ हजुर खाली त्यही त यत्रो लोड बोक्ने यस्तो हो तपाईहरुको हजुर मेरो चाहिँ पहिलोचोटि सर त पहिला नि हिँड्नु भएको थियो होला यता यो बाटो पहिला नि हिँड्नु भएको थियो होला यसमा त यो बाटो हिँडेको थियो त्यो त एउटा मात्र बोक्छ होला यसले है ठुल्ठुलो ट्रक त एउटा मात्र बोक्ने होला अनि ट्रक र कार पनि बोक्छ नि सानो सानो ठुलो चाहिँ एउटा मात्रै होला यसले बोक्ने त यत्रो नदीमा एउटा पुल नि नबनाएको कस्तो होला त है सर माथिबाट हेर्दा यही खोला यो पुरा त्यो फाँट छैन हजुर पुरा खोलालाई यसरी फटाइदियो भने त्यतैबाट पास भइहाल्छ नि फटायो भने त हुन्छ यो नदी पुरा यसरी फाट्छ होइन हजुर फाट्दाखेरि त पार भइहाल्छ नि खोला त ठुलै खोला हो सर यो त ठुलो ठुलो खोला हो कि तर भयो त भने ऊ त्यत्रो फाँटमा फाटिदिएर कति हुन्छ र त्यो त हो किन त्यहाँ त साङ्ग्रोबारीमा पानी जमेर मात्रै यो ठुलो भएको त यो कति गइरहेछ यहाँ तल डुबाउँछ है अनि हेर एक मान्छे नि बढी भने त धेरै गहिरो हो नि होइन सर गहिरो तर त्यसलाई ऊ त्यो फाँटलाई पुरा चाहिँ नि चारेर पुरा लगेर यो खोलालाई पुरा फराकिल बनाइदिएपछि त पास भइहाल्छ मजासँग आनन्दले बग्ने खोला रहेछ यो त आनन्दले बग्ने खोला अहिले त यत्रो खोला छ बर्खा त कति ठुलो हुन्छ होला यो त है धेरै ठुलो हुन्छ त्यो बर्खा कहाँसम्म पुग्छ भने ऊ त्यो घाँस नभएको ठाउँ छैन हजुर त्यो ढुङ्गा ढुङ्गा देखिरहेछ ढुङ्गा ढुङ्गा त्यहाँ मान्छेहरू बसिरहेछ नि होइन त्यो घाटमा त्यहाँसम्म पुग्छ खोला त्यहाँ त मान्छे पोलिरहेको जस्तो अनि ऊ पारिपट्टि छैन त्यो सेतो दाग छ नि हो त्यतिसम्म हुन्छ होला ऊ त्यो ढुङ्गामा होइन ऊ ढुङ्गामा जति सक्दो चाँडो फेरि चुडाएर माछालाई तुर्के पुल पुगाइदिनु हो हामी मलाई बाल लगेर चलाउनु पर्छ भन्ने होइन
अनि नगरपालिकाले पैसा उठाउने रहेछ अनि के पुल बनाउँथ्यो यहाँ नगरपालिकाले पैसा उठाउनु भएपछि त के पुल बनाउँथ्यो अनि के फाइदा होला र होइन एउटा गाडीको साइड पुल बनाउँदाखेरि त पैसा आउँदैन तर यो बस्दाखेरि त यहाँ केही नभए पनि 15-20 जना स्टाफ होला होला अनि म त चक्का त त्यही 3टा मात्रै देख्छु त यो ट्रकहरु कहाँ जानलाई यो ट्रकहरु कहाँ दिङला जान्छ हजुर ए इर्खा हाइड्रो होला यो सबै धेरै जस्तो सिर्खा हैन इर्खा यो रोडको बानिया लामा बानिया कन्स्ट्रक्सन देवपोखरी यसपालि यसपालि लगभग यहीँको जस्तै काम गर्छ होला हौ टाढो टाढो त्यो के भन्छ भित्तो त्यो वालहरू उठाएर सबै सक्न आँटेको छ अनि यो फलामा महाकुरी त्यो टुकुचाको जस्तो अन्डरग्राउन्ड किन भएन त्यस्तो हुनु पर्यो क्या अनि यो झन्झटै छैन हैन झन्झटै छैन पुल लाउने भाउ जताततै के गर्नु त तलै आएर बसेको छ त स्वागतलाई बसेको भिडियोबाट ए भिडियो खेल्न काठमा बस्नेर त थाहा हुँदैन नि सर यस्तो गाउँमा यसरी हिँड्न पर्छ भन्ने थाहा हुन्न नि त के थाहा हुँदैन धेरैले थाहा हुँदैन सर काठमाडौँमा त पहिला त्यो दोलाल घाटभन्दा मुनि पनि त्यही गरेर तार्थ्यो दोलाल घाट उता कोशी पार जाने बाटो त्यही गरेर तार्थ्यो पहिला पहिला फेरि धेरै ठाउँमा थियो नि पुरा कविता फोर्दो रहेछ केटाहरूलाई खोलामा हिँड्दा हिँड्दा के रे
मोबाइलबाट ब्याङ्कमा जानुपर्ने ब्याङ्कबाट कहिले रिचार्जमा जानुपर्ने के हो सिस्टम धारामा प्रभाव भइरहेको छ दुईटा थाप्यो भने दिनभरिलाई भन्छ टाइम लाग्ने रहेछ है ट्रक एउटा कति लिन्छ तारेको अनि पैसा टन्नै उठ्छ त सर है खर्च पनि होला खर्च त स्टाफ खर्च यो अब एउटा एकचोटि बनाएपछि कति वर्षलाई काम गरिहाल्छ होला होइन यो पिच कहिले अस्तिको दिन पुरा भिडियो बनाइरहनु भएको छ वकिल सरले हो के अरे वकिल सरले पुरा भिडियो बनाइरहनु भएको बाँधेर नि तान्ने रहेछ कि सर त्यसले है त्यसले नताने त खोलामा त बगिहाल्छ त्यही हो फेरि यहाँ ठ्याक्क अड्काएर राख्ने रहेछ ठ्याक्क अड्काएर राख्ने रहेछ अनि त्यसले अगाडि तान्ने होला है सर कहिले त तन्काउँदैन तन्काउने उसले आउनु भनेको नि जानु पर्यो नत्र त थाहा हुँदैन फेरि ठिकै छ नि ल हाम्रो नरेदी माथि हुनुहुन्छ होला यहाँ छ खै त डर छ एउटा आउनुहुँदो रहेछ अरू भन्दा ल्याङ आएन आउनु भयो डर छ कहाँ छ यहाँ पछाडि आइरहनु होइन तर नहिँडी नहुने रहेछ तपाईँले ठिक गर्नुभयो होइन हिँड्नै पर्ने हो नि त माथि बस्ने नदिने रहेछ गाडी उठ्दैन ट्वेन्टी बन्द गरिदिएको नगरपालिकाको बालिकाले गर्दैछ पुल तरेर हिँडेर जानु सक्यो भन्दै हिँडेर जानु सक्ने भए त गाडीमा बस्दै बस्दैन भनिदिइहालेँ चुप लाएर बस्यो अनि गाडीमा बस्नुभयो नत्र त ड्राइभर मात्रै पठाइदिन्छ तपाईँ उताबाट हिँड्नुहोस् भन्दै वेटको कुरा हुन्छ नि तपाईँको गाडी त्यहाँबाट त तार्नुहुन्छ होला यहाँ फराकिल बनाएर मिलिहाल्छ नि यो फराकिल यो खोला छ नि यताबाट तार छ छैन त्यो खाली ठाउँ बगर त्यो पुरा खोला यो फिजाइदियो त जस्तो गाडी पनि तार्यो त्यो त भइहाल्छ नि यो के मन्दुनपुर मार्गको ठाउँ होइन यो झौपोखरी भन्ने मुदुम मार्ग होइन मुदुम मार्ग भने त्यही माथि दिङ्लाबाट भोजपुर बनायो होला नि कहाँ कहाँ के जे राखेको झौपोखरी पिच गरेको छ भन्दै थियो नि सबै पिच गरेर छ अरे यताबाट पुल छैन त सबै डाँडा हाम्रो गाउँ पिच गरेर छ अरे यताबाट गाडी तारेर यताबाट जाने बाटो छ अरे कच्ची बाटो भन्दै थियो कोची बाटो उठेछ नि त्यहाँ रहेछ कहाँ ऊ त्यहाँ छ नि त्यो त माथि दिङ्लै जाने हो नि होइन दिङ्ला जान्छ अर्को होइन यो होइन हिजो आएको त्यही हो त्यही हो त्यही हो घुमेर अनि उता माथि गएको हो त्यो त मनोकामना मन्दिर
त्यहाँ जाने नुहाउने मान्छेको भिड पो रहेछ त्यो त त्यो त मान्छे पहिले आएको छ हँ? आइरहेको होइन मनोकामना मन्दिर पूजा गरेको ए पूजा गरेको थिएँ पूजा गरेर यहाँ मनोकामना ठुलो छ नि त एकादशी बजारे भन्ने गीत दिएको त हो नि ए हो र केम ग्रुपको छन्के रोटी थाल्नु भने यही हो ए यही यहाँ मन्दिर ठुलो एकादशी बजार लाग्छ अस्ति ठुलो एकादशी गएन हजुर त्यसमा ठुलो बजार लाग्छ यहाँ अनि वारी जमुना हामी- पारी जमुना भनेको यही नै हो वारी जमुना पारी यहाँ यो जमुना उता पनि तपाईँको सभा खोला छैन यो तुमनी टर्नी ठ्याक्कै बिचमा छ नि त गीतलाई जे बनायो नि हामी केटाकेटी तरुणी फकाउँदा गाउने गीतै त्यही हो त अब उसले सङ्गीतमा ढालिदियो सिद्धिको सिद्धि हो माथिबाट होइन हामी यो तपाईँ मन्दिर जाने ऊ चाहिँ एकजना स्वर्गवास पनि भइसक्नु भएको रहेछ कहाँ ऊ त धुवा आउँदैछ नि घाटा धुवा आयो भने त माथि ए, जाने त्यो- बाटो होला। स्वर्गवास भएको होइन पूजा गरेर जस्तो लाग्यो कि स्वर्गवासै हो माथिको चाहिँ पूजा हो। स्वर्गवासलाई त्यति थोरै मान्छे हुन्छन् त्यही त अरू मान्छे फर्किसक्यो पहेँला राता लुगा लगाएको छ नि मान्छे स्वर्गवासीको होइन त्यस्तो। सानो गाडी पनि थियो नि तपाईँ हाम्रो पछाडि हो ट्याक्सी थियो सर एउटा हो? ट्याक्सी थियो कुन मारुति मारुति चाहिँ त्यो केटीको नगरपालिकाको पुलिस केटीको अल्टो होला अल्टो हो गण्डकी अञ्चलको गाडी रहेछ गण्डकी अरे पुलिस केटीको नगरपालिका टिकट काटेर नगरपालिकाको पुलिस केटी छ नि त्यसैले हाकेर आएको थियो गाडी स्टार्ट गरेर राख्यो त्यसले सर्टको झऱ्यो त्यसले लगाउँदै रहेछ त्यसले लगाउँदो रहेछ अनि पैँतिस गयो अनि फारवट मैले- रहेछ त्यो केटी त मैले यसो गरेँ त्यो हाम्रो भण्डारी दाईको गाउँले हो नि त त्यो हाँ? त्यहाँ हाम्रो वडा अध्यक्ष छन् कि एक नम्बरका नेपाली काङ्ग्रेसका नार कार्यकर्ता कहाँ ती यहाँका यहाँका नेपाली डाँडाका त्यो केटी तिनको गाउँले रहेछ क्या त्यो केटी ए मलाई शङ्का लागेर अनि हिजो त्योसँग गफ गरेर बसेँ नि त म एकछिन मलाई यहाँ त अनि हिजो त 1 घन्टा चाहिँ नि मेरो त स्वाहा भयो चिया पसल त छ रहेछ त नखाएको माथि पुगिहालिन्छ के खाइरहनु भयो तर भ्याउनी रहेछ सरले चिया खानु भयो 1 घन्टा कुर्दाखेरि भ्याउँदैन अनि अब टेम्पो नबिग्रिया भए त म पुग्थेँ नि त फेरि ठ्याक्क 12:30 1 बजीतिर 12:30 पुगिहाल्थेँ हुन त टेम्पो बिग्रिएर पनि खासै टाइम त लागेन गाडी आइहाल्यो टेम्पो त फेरि तलतिरै फर्केर बसेको थियो त सर त्यो किन रहेछ है अनि उता जान नसक्ने भयो नि त अब 1 नम्बर नलाग्ने भयो 1 नम्बर गियर नलाग्ने भयो ए त्यही भएर फेरि उतै फर्काएर राख फर्काएर राखेर मर्मत गर त्यसले हजुर मर्मत गरेर नसकेपछि अनि त्यहाँबाट चाहिँ लु अब तिमीले सरेन्डर गर हाम्रो गाडी छ भनेर शान्तिको कार्की केटो रहेछ मलेसिया बसेको रहेछ 3 वर्ष फर्केर आयो टेम्पो किन्यो टेम्पो त्यहाँबाट चलायो कमाएर अलिअलि ल्याएको पैसाले चाहिँ किनेको रहेछ यसो हेर्दाखेरि चाहिँ राम्रो चिटिक्क परेको केटो छ त्यो भनेदेखि मलेसियाबाट फर्केर धेरै भएको छैन आइटी अफिसर जस्तो छ मान्छे आइटी अफिसर जस्तो छ हेर्दाखेरि अनि यहाँ के गरेर बस्यो टेम्पो चलाएर टेम्पो चलाएर यही तुमलिङ टारकै होला नि तुमलिङकै रहेछ कार्की अनि बलराम तामाङको घरतिर पो लाँदैछौ त भनेर भनेको ए हजुरले यहाँको लोकल मान्छे नै चिन्नु रहेछ भन्दै थियो मलाई बालराम तामाङको यी तुमलिङमा घर हुने एकजना बलराम मामा भन्छन् हाम्रो बुढियाहरूले बलराम तामाङ भन्छ
दिङला चाहिँ पहिला जमानामा चकाचक थियो चकाचक अनि बिचमा चाहिँ बिर्सिया रहेछ सबै माइग्रेसन भए अब बाटो होइन, अब भएर त्यो धेरै जस्तो काङ्ग्रेसै होला होइन कम्युनिस्ट पनि थिए कम्युनिस्ट हुँदाखेरि पञ्चायत कालमा चाहिँ नि यो दिङलालाई बिर्सिनु खोजेको पहिलो चुनावमा नै एमाले जितेको अनि होइन बोलावाला चाहिँ काङ्ग्रेसको छ होइन होइन पोलिटिक्सले गर्दाखेरि मतदाताहरूमा चाहिँ नि प्रभाव चाहिँ एमाले पछि विस्तार गरेको छ कि पञ्चायत कालमा त्यो जुन चाहिँ नि अब यसपालि त माओवादीलाई जिताए पञ्चहरूको चाहिँ नि नेताहरू कहाँ बढी भएको के अरे काङ्ग्रेस कम्युनिस्टको नेताहरू बढी भएको ठाउँमा त पञ्चले त विकासै गरेन नि त्यो गर्दाखेरि यो बिर्सिया होला तर दिङला भनेको त एउटा चाहिँ नि एउटा शिक्षाको हब हो होइन पहिलेको अब शिक्षाको हब भएदेखि होइन, यसो हो। बस यसो हुन्छ तपाईँको के बुझ्नु पर्यो भने नि यहाँका मान्छे धेरै सम्पन्न है सम्पन्न मात्रै होइन धेरै सम्पन्न अनि यिनीहरूको तराईतिर भयो बसाइ बसाइ सराई उता तराईतिर यहाँ पनि भयो यहाँ पनि भयो अनि कतिपयले यहाँ बिजनेस पनि गरे उता पनि बनाए सबै गरे तर पछि चाहिँ के भने यहाँ बाटोघाटो सुविधा नभएपछि अब प्लेन पनि यहाँ भयो यहाँ हिँड्दै जानुपर्ने भयो अनि मान्छेहरूले बिस्तारै यहाँबाट विस्थापित भए विस्थापित भए अब सम्पन्न मान्छेहरू एउटा पनि फेस देखिँदैन त्यहाँ अहिले छैन सबै माइग्रेटेड मान्छे अनि सबै त काठमाडौँमै रहेछन् नि त्यही त्यहाँ- हाम्रो वरिपरि नै त्यहाँ 30-35वटा घर चाहिँ यही दिङला यही एरियाका मान्छे त्यो चक्र बसेत भन्ने थिएन त्यो पनि 3 महिना जति सर म 3 महिना जति काठमाडौँ यहाँ बस्छु अरू बेला काठमाडौँ बस्छु अमेरिका जान्छु हो भन्दै थियो त्यो चाउरी थिएन पातले बस्ने हामीसँग अगाडि बसेको मलाई दोस्त मेरो साथी भन्थ्यो नि साथी नै हो त्यो चक्र चाहिँ अब त्यो चाहिँ म चाहिँ यहाँ छोडेको छैन सर भन्थ्यो के मोबाइलमा रेकर्ड गर्नु भए सुरेन्द्रजी अघि उहाँबाट गरेको फेरिको गरेको ए फेरिको 3 मिनटको त मैले नि बनाइदिएको छु ए हुन्छ अलि खेर राख्नुपर्छ भइहाल्यो बलराम